नमस्ते। अघि त्यो कार्यक्रममा अलिकति इमोसनल जस्तो पनि देखिएको थियो हो कि होइन, फेरि यहाँ त होइन पनि भन्नुहुन्छ होइन, यो यीमा के सोचिरहनु भएको छ अहिले? होइन, अब इमोसनल भन्दा पनि अब यो हामी नेपाल क्रिकेटसँग जोडिएको सबैजनाको लागि एउटा ऐतिहासिक क्षण। अलिकता चिसो चाहिँ छ, कीर्तिपुरमा भनौँ न 8:15 हुन लाग्यो, तर पनि अब सानोदेखि नै आज जहाँ यो उद्घाटन भयो, म क्लास 7 या 8 हुँदाखेरि पहिलोचोटि यही ग्राउन्डमा आएर क्रिकेट म्याच हेर्दाखेरि चाहिँ कहिले यो ग्राउन्डमा खेलेला भन्ने अवस्थाबाट पछि देशको प्रतिनिधित्व गर्ने जुन मौका पाएँ र अहिले भनौँ न आज नेपाल क्रिकेटमा आफ्नै घरमा फ्लड लाइट्स पनि जडान भयो, प्याराफिट पनि जडान भयो र जुन खुसी यसले हामी क्रिकेट खेलाडीहरू, यो जेनेरेसन क्रिकेटसँग जोडिएको हरेक भनौँ न पदाधिकारी लगायत हाम्रो क्रिकेट फ्यान्स सबैलाई चाहिँ मलाई लाग्छ यो एउटा ऐतिहासिक क्षण हो। वन्स अगेन अब भोलिदेखि नेपाल प्रिमियर लिगको दोस्रो संस्करण सुरुवात हुन गइरहेको छ। अब एक्सपेक्टेसन्स एकदमै धेरै छ क्रिकेट सङ्घको तर्फबाट। हामीले जे जति सक्थ्यौँ होइन गऱ्यौँ। अब यही बिचमा अब हामीले अहिले भनौँ न यो संरचना तयार भइराख्दाखेरि नेपाल सरकार, योभन्दा अगाडिको प्रधानमन्त्रीज्यू लगायत भनौँ न अहिलेको सरकार लगायत सबैलाई पनि हृदयदेखि नै धन्यवाद भन्न चाहन्छौँ। नेपाल क्रिकेट सङ्घमा भनौँ न आउँदाखेरि मलाई अहिले पनि याद छ त्यो 2023 को नोभेम्बरमा त्यति बेला अर्को पूर्व प्रधानमन्त्रीज्यू पनि हुनुहुन्थ्यो होइन। सो उहाँहरूले गरेको घोषणादेखि लिएर योभन्दा अगाडिको प्रधानमन्त्रीज्यूले कार्यान्वयन गर्ने जुन मेकानिजम बनाइदिनु भयो, त्यसपछि अहिलेको सरकार र प्रधानमन्त्रीज्यू लगायत लास्ट इयर एनपिएलमा लगभग देशको हरेक पार्टीको हरेक शीर्षक सभापति लगायत सबैजना आएर र नेपाल क्रिकेटलाई साथ सहयोग गरिदिनु भएको रिजल्ट सायद आज यहाँ हामी देखिएको पनि छौँ। क्रिकेट र खेल भन्न साथ यो कुनै पार्टीको भएन, यो देशको भयो। त्यसैले कहिलेकाहीँ हामीले यस्ता कुराहरू गरिराख्दाखेरि कुनै पार्टीको लागि बोलिएको हो कि या भनेर कसैको समर्थक भएर बोलिएको हो कि भन्ने भन्दा पनि स्पेसली मेरो लागि त अब एउटा क्रिकेट देशको लागि खेल्ने मौका पाएँ, सबैको साथ सहयोग पाएको छु र साथ र समर्थनको अपेक्षा पनि गरेको छु। तर अहिलेको लागि यो हामी क्रिकेटसँग जोडिएको सबैजनाको लागि ऐतिहासिक छन्। यसको लागि युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद जसको प्रमुख भूमिका छ, नेपाली क्रिकेटलाई यहाँसम्म आएर साथ सहयोग गरेकोमा र नेपाल क्रिकेटसँग जोडिनु भएको हरेक स्टेक होल्डरलाई धेरै धेरै बधाई। हामीसँग क्यामेरा पर्सन पशुपति बुढाथोकी हुनुहुन्छ, यो ग्राउन्डको फुटेज देखाउन मिल्छ भने म अनुरोध पनि गर्छु। हामीले थाहा पायौँ प्रधानमन्त्री सुशीला कार्कीज्यूले यो उद्घाटन गर्दै हुनुहुन्छ र हामी ग्लोबल क्वालिफायर्स पहिलोपटक महिलाको यहाँ